सम्पूर्णमा नमस्कार। यो बीबीएस फर्स्ट इयर बीएड र प्लस टू को ग्रामर अन्तर्गत पर्ने यो सब्जेक्ट वर्क एग्रिमेन्ट एकदमै इम्पोर्टेन्ट टपिक पनि हो, जसमा हामीले के पढ्नुपर्छ भन्दाखेरि चाहिँ सब्जेक्ट वर्क एग्रिमेन्ट गर्दाखेरि हामीले धेरै कुराहरू यसमा चिन्नुपर्छ। सिङ्गुलर सब्जेक्टहरू कस्तो कस्तो सब्जेक्टलाई सिङ्गुलर सब्जेक्ट भन्ने, कस्तो कस्तो सब्जेक्टलाई प्लुरल सब्जेक्ट भन्ने, अनि सिङ्गुलर सब्जेक्टमा के लाग्छ, कस्तो कस्तो हुन्छ, यिनीहरू सबै जान्छौँ। सिङ्गुलर भर्ब भनेको के हो, प्लुरल भर्ब भनेको के हो, यिनीहरू सबै हामी यो भिडियोमा जान्ने कोसिस गर्नेछौँ। ध्यान दिएर अन्तिमसम्म हेर्नु होला। पहिला सब्जेक्ट वर्क एग्रिमेन्टमा सबैभन्दा मेन भनेको सिङ्गुलर सब्जेक्टसँग सिङ्गुलर भर्ब लाग्छ, यति जानु पर्यो, र प्लुरल सब्जेक्टसँग प्लुरल भर्ब लाग्छ, यो जान्नु पर्यो। अब सिङ्गुलर सब्जेक्टसँग सिङ्गुलर भर्ब लाग्छ भने, प्लुरल सब्जेक्टसँग प्लुरल भर्ब लाग्छ भने, र अब सिङ्गुलर भर्ब भनेको के हो नि त? भर्बमा चाहिँ सिङ्गुलर भर्ब भनेको चाहिँ बी5, इज, वाज, ह्याज, डज, यिनीहरू के हुन्? सिङ्गुलर भर्ब हुन्। भने प्लुरल भर्ब भनेको चाहिँ के हुन् भन्दाखेरि चाहिँ भी1, आर, वेयर, ह्याभ, डु, यिनीहरू सबै के हुन्? प्लुरल भर्ब हुन्। सिङ्गुलर भर्ब भनेको जस्तै भी1 भयो, एउटा अर्को इज भयो, अर्को वाज भयो, अर्को ह्याज भयो, अर्को डज भयो। र प्लुरल भनेको चाहिँ भी1 भयो, आर भयो, वेयर भयो, ह्याभ भयो, डु भयो, यिनीहरू सिङ्गुलर भयो। जस्तै इक्जाम्पलको लागि यो चाहिँ अलिकति बुझ्नमा अलिकति गाह्रो हुन्छ। बुक्स र बुक्समा कुन सिङ्गुलर हो कुन प्लुरल भन्यो भने चाहिँ बुक सिङ्गुलर हो र बुक्स प्लुरल हो। तर यहाँ एउटा कन्डिसन छ, यी दुइटै के हुन्? नाउन हुन्। नाउनको अवस्थामा चाहिँ हामीले के भन्नुपर्छ भन्दाखेरि चाहिँ सिङ्गुलर भनेको भी1 अथवा यो बुक भी1 होइन, भी1 भनेको यो बुक भनेको के हो? भी1 हो। यसलाई हामीले के भनेको थियौँ? प्लुरल भनेको थियौँ अगाडि, यहाँ चाहिँ फेरि प्लुरल भनेको थियौँ। तर यहाँ आउँदाखेरि चाहिँ यसलाई के भन्यौँ हामीले? फेरि यसलाई सिङ्गुलर भन्यौँ। तर कस्तो केसमा? जब यहाँ नाउन केस छ तब चाहिँ हामीले यसलाई के भन्छौँ? भी अथवा यसलाई चाहिँ भी1 को रूपमा लिए पनि तर यसलाई चाहिँ हामीले सिङ्गुलर भन्छौँ, किनकि नाउनमा एउटा मात्र बुक हो। र बुक्स यो के हो? भी5 हो। तर अघि हामीले के भनेको थियौँ? यहाँ भी5 के हो? सिङ्गुलर हो। तर यो नाउनको केसमा भने बुक्सहरू धेरैवटा बुक्सहरू भएको कारणले प्लुरल भएको। र अर्को इक्जाम्पल हेरौँ। अर्को एउटा इट र इट्स। तपाईँलाई लाग्यो होला इट सिङ्गुलर हो, इट्स प्लुरल हो, गलत। तर यहाँ अर्कै बुझ्नु। इट फेरि भर्बको केसमा हो क्या। कस्तो कस्तो केसमा प्लुरल हुन्छ भन्दाखेरि चाहिँ यो भर्ब्सको केसमा भी1 फेरि प्लुरल हुन्छ र भी5 फेरि के हुन्छ? सिङ्गुलर हुन्छ। त्यही भएर यो इट्स के भयो? यो इट्स चाहिँ प्लुरल भयो र इट्स चाहिँ के भयो? सिङ्गुलर भयो। अब हामीले बुझ्छौँ कस्तो कस्तो सब्जेक्टलाई सिङ्गुलर सब्जेक्ट भन्ने र कस्तो कस्तो सब्जेक्टलाई प्लुरल सब्जेक्ट भन्ने। अब सिङ्गुलर सब्जेक्ट हुनलाई केही त होला के अरे, केही त हुनु पर्यो। सिङ्गुलर सब्जेक्ट हुनलाई एकजना जनाउने सबै जति के हुन्? सिङ्गुलर हुन्। एकजना जनाउने जस्तै क्याटेगोरी राम, सी, इट, दिस, द्याट, राम, ही, सी, सीता, अ डग, अ हर्स, पर्सन, चाइल्ड। चिल्ड्रेन के हो? प्लुरल हो। चिल्ड्रेन भनेको धेरै हो, चाइल्ड भनेको एउटा, अनि म्यान एउटा मान्छे, मेन भनेको धेरै मान्छे, वुमेन भनेको एउटा महिला, वुमेन भन्यो भने फेरि के हो? धेरै महिला हुन्। फिजिक्स, म्याथमेटिक्स, मिल्स, यिनीहरू सबै के हुन्? सिङ्गुलर सब्जेक्ट हुन्। अब त्यसपछि अब आउँछ अनकाउन्टेबल नाउनहरू जति सबै छ नि, तिनीहरू सबै के हुन्? सिङ्गुलर सब्जेक्ट हुन्। जस्तैको लागि यहाँ छ वाटर, रिच, स्यान्ड, मिल्क, वेल, लभ, एङ्गर। यिनीहरूलाई हामीले मेजर गर्न सक्छौँ त? तिमी पानी कति खान्छौ? पानी कति खान्छौ भन्यो भने यति खान्छु, तर पानी कति छ यो दुनियाँमा भन्यो भने त एक्ज्याक्टली मेजर गर्न सकिन्छ। रिच कति धनी छस्? थाहा छैन। त्यही भएर वेल तेल कति छ यसलाई हामी नाम्न सक्दैनौँ। लभ कति गर्छस्? नाम्न सक्दैनौँ। एङ्गर रिस कति छ तँभित्र? नाम्न सक्छ। जेलस तँभित्र घृणा कति छ? छैन। न्युज कति आउँछ? त्यो गर्न सक्दैनौँ। अथवा मेजरमेन्टको युनिटहरू सबै के हुन् फेरि? सिङ्गुलर सब्जेक्ट हुनु पऱ्यो। मेजरमेन्ट भनेको यसलाई चाहिँ नाप्न सकिने सबै जति के हुन्? सिङ्गुलर। जस्तै मनी
नाप्न सकिन्छ अमाउन्टमा, डिस्टेन्स नाप्न सकिन्छ सिएम, सेन्टिमिटरमा, किलोमिटर, मिटर, माइल्समा नाप्न सकिन्छ, हाइट फिटमा नाप्न सकिन्छ, वेट केजीमा नाप्न सकिन्छ, हाइट फिटमा नाप्न सकिन्छ, वेट केजीमा नाप्न सकिन्छ, डेप्थ गहिराई भनेको यो, तर गहिराईलाई चाहिँ कति गहिरो छ भन्नु, डेप्थ भनेको गहिराई हो, यसलाई कतिमा नाप्न सकिन्छ। अब अरू सब्जेक्टहरू के छन् त भन्दाखेरि चाहिँ अरू सिङ्गुलर सब्जेक्टहरू भनेको चाहिँ थिङ्क, बडी, वान जति पनि आउँछ नि यी सबै सिङ्गुलर सब्जेक्ट। जस्तै थिङ्कमा के पर्छ, समथिङ, सम, एनी, एभ्रिथिङ, समथिङ, एनिथिङ, नथिङ, यिनीहरू सबै। बडी समबडी, एनीबडी, नोबडी, समवान, यिनीहरू अनि सबै के हुन् वान। अब अर्को छ एउटा कस्तो अर्को छ इज एन्ड एभ्री, इज र एभ्री सबै के हुन् सिङ्गुलर सब्जेक्ट हुन् भने। तर यहाँ कस्तो वान अफको अगाडि प्लुरल लाग्छ भने मात्र सिङ्गुलर भर्ब हुन्छ, नत्र हुँदैन। अनि त्यसपछि अ पेयर अफ एक जोडा, अ पेयर अफ सुज भनेको एक जोडा के हो मेरो मजा हो। अ पेयर अफ सक्स भनेको मजा, सुज भनेको जुत्ता। अ पेयर अफ एउटा कुनै। अनि त्यसपछि अ प्याकेज अफ, अ बेटल अफ, यिनीहरू ब्याटल अफ। इम्पोर्टेन्ट भनेको द नम्बर अफसँग सिङ्गुलर लाग्छ, अ नम्बर अफसँग प्लुरल लाग्छ। जस्तै इक्जाम्पल द नम्बर अफ स्टुडेन्ट्स इज डिक्रिजिङ, क्लासमा स्टुडेन्टहरू घटिरहेछन्, मतलब स्टुडेन्टहरू चाहिँ घटिरहेछन् भने त्यसको अवस्थामा चाहिँ हुन्छ।